अहिले देशमा विभिन्न आन्दोलनहरू भइराखेका छन्। ती विभिन्न आन्दोलनमध्ये एउटा शिक्षकहरूको आन्दोलन पनि पर्छ। अहिले शिक्षकहरू 15-16 दिनदेखि आफ्ना मागहरू राख्दै आन्दोलन गरिराखेको अवस्था छ। यो अवस्थामा शिक्षकका मागहरू सुनवाई भएको अवस्था छैन। सरकार कानमा तेल हालेर बसेको अवस्था छ। शिक्षकहरू विशुद्ध रूपमा आफ्ना हक अधिकार, आफ्ना विभिन्न समस्याहरू लिएर आन्दोलनमा हुनुहुन्छ। उहाँहरूप्रति मेरो सम्मान छ, आदर छ र यो आन्दोलनप्रति मेरो एकबद्धता पनि छ। तर के छ भने यदि शिक्षक साथीहरूले आन्दोलनलाई सफल बनाउने हो भने, शिक्षकका एजेन्डाहरूलाई स्थापित गर्ने हो भने, पहिलो कुरो झोले शिक्षकबाट बन्नबाट हामीहरूले छोड्नु पर्यो। झोले शिक्षक बन्नु भएन। पहिलो नम्बर कुरो झोले शिक्षक बन्न भएन। अहिले हाम्रो देशको राजनीति कस्तो छ भन्दाखेरि, नेताहरूको राजनीति कस्तो छ भन्दाखेरि, विभिन्न सङ्घ सङ्गठनहरू, विभिन्न सङ्घ संस्थाहरूमा राजनीतिकरण गरेर आफ्नो इच्छाअनुसारको सबै संयन्त्रहरूलाई कमजोर पार्ने प्रयास छ र आफ्नो राजनीतिक जुन दाउपेच छ त्यसलाई बलियो बनाउने उनीहरूको ध्येय छ। सबै राजनीतिक पार्टीहरूले त्यही गरेका छन्। अहिले राजनीतिक पार्टीहरूले के गरेका छन् भन्दाखेरि, राज्यका संयन्त्रहरूलाई कमजोर बनाउने र कमजोर बनाइसकेपछि तिनीहरूको एकता हुन नदिने र आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने तिनीहरूको मनसा देखिन्छ। यसरी विभिन्न सङ्घ संस्थाहरू, विभिन्न क्षेत्रहरू, राज्यका विभिन्न संयन्त्रहरूलाई, जस्तो कि अदालत, न्यायालय, शैक्षिक क्षेत्र, कर्मचारी तन्त्र, यी सम्पूर्ण क्षेत्रहरूमा राजनीति घुसेको अवस्था छ। यी सम्पूर्ण क्षेत्रमा राजनीति घुसाएर तिनीहरूमा एकता हुन नदिएर विभिन्न सङ्घ सङ्गठनका नामका एमाले, काङ्ग्रेस, माओवादी, राप्रपा, यी विभिन्न सङ्गठनहरू, यी विभिन्न पार्टीका भातृ सङ्गठनहरू अहिले यत्रतत्र फिजाइएको छ। किन त भन्दाखेरि सम्पूर्ण क्षेत्रलाई एउटा पार्टीकरण गर्दै गएपछि त्यहाँ आफ्नो एजेन्डाहरू यिनीहरूलाई एकता हुन नदिइसकेपछि त्यहाँबाट के हुन्छ त भन्दाखेरि राजनैतिक दलहरूले आफ्नो खेल्ने भूमिका पाउँछन्। जब कमजोर बनाइन्छ नि उनीहरू शक्तिशाली हुन्छन्। त्यसैकारणले राजनीतिक दलहरूले राज्यका संयन्त्रहरूलाई कमजोर बनाउने र आफू बलियो हुने यो नीति लिएको देखिन्छ। यो क्षेत्रमा, यस अर्थमा हेर्दाखेरि हामीहरूले के बुझ्नुपर्ने हुन्छ त भन्दाखेरि, शैक्षिक क्षेत्रमा लागेका शिक्षकहरू भनेका त नबुझ्ने मान्छे त होइन। सबभन्दा देशको प्रतिष्ठित वर्ग हो, सबभन्दा ठुलो सम्मानित पेसा हो शिक्षक भनेको, हो कि होइन? तर यसलाई के बनाइएको छ त भन्दाखेरि, तिनै पार्टीहरूले सबभन्दा कमजोर बनाइराखेको अवस्था छ। शिक्षक एकतामा सबभन्दा कमजोर बनाउने प्रयास गरिएको छ। यदि शिक्षकहरू बलिया हुने हो भने राज्यलाई नै लिड गर्न सक्ने अवस्था छ। राज्यका नीति नियमहरू, कानुनहरू, यी सम्पूर्ण क्षेत्रमा शैक्षिक वर्गको उपस्थित हुन्छ। तर यहाँ के गरेको छ त भन्दाखेरि कमजोर बनाइएको छ। हामी शिक्षक साथीहरूले के बुझ्नुपर्छ त भन्दाखेरि, अब आन्दोलनलाई सफल तपाईँहरूले पार्नुहुन्छ भने तपाईँहरू के गर्नुहोस् त भन्दाखेरि, सबले आफ्नो सङ्गठन जुन पार्टीमा लाग्नुभएको छ नि, झोले शिक्षक बन्नुभएको छ नि, ती झोले शिक्षकहरू, विभिन्न भातृ सङ्गठनहरू, यी राजनैतिक दलका भातृ सङ्गठनहरूका शिक्षक सङ्घ सङ्गठन युनियनहरू के छन् नि, ती खारेज गर्नुहोस्। तिनीहरूकोबाट लिएको जुन तपाईँहरूले लिएको जुन सदस्यता छ नि त्यसलाई त्याग्नुहोस्। सबभन्दा पहिला तपाईँहरूले राजनीतिक दलको सदस्यता, जुन भातृ सङ्गठनहरूको शिक्षक सङ्गठनको, युनियनको, सङ्घको सदस्यता काट्नुभएको छ नि त्यसलाई त्याग्नुहोस्। सबभन्दा पहिला त्यसलाई त्याग्नुहोस् र आन्दोलन गर्नुहोस्। विशुद्ध एउटा शिक्षक सङ्घको एउटा सङ्गठन मात्र एउटा निर्माण गर्नुहोस्। विशुद्ध राजनीति बिनाको एउटा सङ्गठन निर्माण गर्नुहोस्। शिक्षकहरूको हकितको लागि एउटा मात्र सङ्गठन गर्नुहोस् शिक्षकहरू सबै मिलेर। अनि मात्र के हुन्छ त भन्दाखेरि शिक्षक आन्दोलन तो गरेर हेर्नुहोस् 3 दिनभित्रमा सफल भएन भने
मलाई भन्नुहोस्, म पनि शिक्षक भएर आएको मान्छे हुँ, मलाई थाहा छ त्यहाँको राजनीति कस्तो छ। सब राजनीतिक सङ्गठनहरू, भातृ सङ्गठनहरू त्यहाँ लागेका हुन्छन्। मलाई पनि विभिन्न दबावहरू आएको थियो, यो शिक्षक सङ्घको सदस्यता लिन पर्यो, ऊ सदस्यता लिन पर्यो भन्दै गर्दै। तर मैले त्यो शिक्षा क्षेत्रमा राजनीति नो भनेर मैले त्यहाँ कुनै पनि पार्टीको कुनै पनि सङ्घ संस्थाको मैले सदस्यता लिइनँ। त्यस्तै तपाईँहरूले पनि गर्न जरुरी छ। कुनै पनि राजनीतिक दलको झोले होइन। शिक्षक भनेको देशलाई लिड गर्ने, अग्रपङ्क्तिमा रहेर देशलाई लिड गर्ने शैक्षिक वर्ग भएको हुनाले राजनीतिबाट टाढा बसेर विशुद्ध सामाजिक सेवामा लाग्ने कोसिस गर्ने हो भने शिक्षा क्षेत्रले, शिक्षकहरूले देशको लिड गर्न सक्छन्। अहिले हेर्नुहोस् त, तपाईँहरूलाई 8 क्लास फेल गरेका सुप्रिम तहमा पुगे भनेर हेप्ने, तपाईँहरूलाई 48% मात्र पास गर्ने, 52% फेल गर्ने भनेर हेप्ने को हो? अहिलेको प्रधानमन्त्री जस्तो पदमा पुगेको व्यक्तिले त्यसरी 8 क्लास फेल होइन नि, 8 क्लास पनि पास नगरेका व्यक्ति हैनन्। तिनलाई बनाउने तपाईँ होइन, तिनलाई नेता बनाउने। तपाईँहरूलाई सङ्गठनमा लाने, उसमा लाने, ती शिक्षक मा राजनीति घुसाउने तिनै हैनन्। तपाईँहरूलाई फुटाऊ, शिक्षकहरूलाई फुटाऊ, कर्मचारीलाई फुटाऊ, विभिन्न संयन्त्रहरूलाई फुटाऊ, राज्य व्यवस्थालाई फुटाऊ र आफूले राज गर भन्ने नीति राजनैतिक दलहरूले लिएको कारणले अब सचेत शिक्षकहरूले के गर्नुपर्छ त भन्दाखेरि राजनैतिक पार्टीको झोली होइन, हामी आफ्नै हक, हित र अधिकारको लागि एउटा विशुद्ध एउटा शैक्षिक सङ्गठन, एउटा शैक्षिक शिक्षकको एउटा साझा सङ्गठन निर्माण गरेर आन्दोलन गर्नुहोस्। आजैदेखि त्यही आन्दोलनका बीचमा सम्पूर्ण शिक्षकहरूले जुन दलको सदस्यता लिनुभएको छ, जुन सङ्गठनको भातृ सङ्गठनको सदस्यता लिनुभएको छ, त्यही जलाउने अभियान लाएर अबदेखि हामी एकता भम भनेर आन्दोलन गर्नुहोस्। 3 दिनभित्रमा तपाईँहरूको आन्दोलन सफल हुन्छ, नत्र तपाईँहरूको आन्दोलन सफल हुने छैन। राजनैतिक दलहरूले तपाईँहरूलाई खेलाउन सम्झिराखेको अवस्था छ। यस्तो अवस्थामा शैक्षिक आन्दोलनलाई सफल बनाएर शिक्षामा आमूल सुधार गरेर तपाईँहरू पनि लाग्नुहोस्। आफ्नो आफ्नो ठाउँमा एउटा शिक्षक भएको नाताले म यो पार्टीको तहमा छु, मलाई कसैले केही गर्दैन भनेर शिक्षाको क्षेत्रमा पनि काम गर्दै गर्दाखेरि अल्छी पाराले अध्यापन गराउने यस्ता कुराहरू छोड्नुहोस्। एउटा शिक्षक क्षेत्रमा लागिसकेपछि शिक्षकले आफ्नो कर्तव्य निर्वाह गर्दै, विशुद्ध रूपमा आफ्नो कर्तव्य निर्वाह गर्दै, एकदम सशक्त रूपले आफ्नो सेवालाई विस्तार गर्दै र आफ्नो हक अधिकारको लागि लड्ने हो भने तपाईँहरू सफल हुनुहुन्छ। अहिलेको मूल मुद्दा भनेको शिक्षकहरूलाई के गरिएको छ त भन्दाखेरि राजनैतिक दलको झोला भिराइएको छ, त्यो त्याग्नुहोस् एउटा कुरो। दोस्रो कुरो, शिक्षकहरूको एउटा साझा सङ्गठन निर्माण गर्नुहोस्। एउटा मात्र सङ्गठन होस्, एउटा मात्र शिक्षक सङ्गठन होस्, जेसुकै होस्, विशुद्ध राजनैतिक एउटा सङ्गठन निर्माण गर्नुहोस् अनि आन्दोलन गर्नुहोस्। तपाईँहरूका विशुद्ध मागहरूलाई एउटा प्रस्तुत गर्नुहोस् र आन्दोलन गर्नुहोस्, तपाईँहरू सफल हुनुहुन्छ। अन्यथा तपाईँहरू सफल हुँदैन। जति नाचगान गरेर बाजा बजाए पनि तपाईँहरूलाई टेर्नेवाला छैनन्। तपाईँहरूको अहिले आन्दोलन कहिलेसम्म त भन्दाखेरि एउटा टाउके नेताले तपाईँहरूको अहिले भएको टाउको जुन छ नि, त्यो आन्दोलनको नेतृत्व गरेको शिक्षकहरूको उसमा एउटा टाउकालाई एउटा फकाइ फुलाइ गरेर ल तँलाई यति भनेर भनिदियो भने तपाईँहरूको आन्दोलन सखाप। तपाईँहरूको माग पुरा गर्छु भन्छ तर माग पुरा गर्दैन, यही हो। त्यस कारणले माग सफल गराउनु छ भने पहिला राजनीतिक झोला जुन बोक्नु भएको छ त्यो राजनीतिक झोला फालेर आन्दोलनमा आउनुहोस्। तपाईँहरूको आन्दोलन सफल हुन्छ र त्यो आन्दोलनमा म जस्ता हजारौं व्यक्तिहरूको समर्थन हुन्छ र त्यो आन्दोलन सफल पनि हुन्छ। राजनीतिक क्षेत्रबाट मुक्ति टाढा रहेर शैक्षिक आन्दोलन गर्नुहोस्। म पनि एउटा पूर्व शिक्षक भएको नाताले तपाईँहरूलाई यो सल्लाह सुझाव दिन्छु र यसरी आन्दोलन गर्नुभयो भने तपाईँहरूको माग पुरा हुन्छ। र यसमा सरकारलाई मैले पनि के भन्न चाहन्छु भने शैक्षिक क्षेत्रका मागहरू तुरुन्त पुरा गर, शैक्षिक क्षेत्रमा राजनीतिकरण बन्द गर। धन्यवाद।